What is up, ladies and gentlemen? It's your boy back at it, Savage TV, Sachin Bhattrai. अब के नामले चिन्छौ तिमीहरूले मलाई त्यही हो. Anyways, so today in this video, I am going to be talking about गाली क्या मान्छेले गाली दिनु कतिको सही या गलत हुन्छ भन्ने बारेमा म डिस्कस गर्न गइरहेको छु. So let's get started. First things first, गाली नराम्रो कुरा हो हैन. जेनरल प्रोफेनिटी यतिकै सोच्ने हो नराम्रो कुरा हो नि त. गाली आफैमा त राम्रो कुरा त होइन नि त. तर गाली पनि दुई प्रकारको हुन्छ. जस्तै कि कन्टेक्स्चुअल गाली र नन कन्टेक्स्चुअल गाली. कन्टेक्स्ट बिना यतिकै मान्छेले गाली मात्र बकिरहेछ. कन्टेक्स्टै बिना गाली मात्र बकिरहेछ कोही मान्छेलाई भने द्याट्स रङ, द्याट्स अभियसली रङ. तर त्यहाँ कन्टेक्स्ट छ. त्यो कन्टेक्स्ट चाहिँ के छ त भन्दाखेरि चाहिँ एउटा गाईले चाहिँ मेरो बुढीलाई मार्थ्यो, काटीमा खुकुरी हानेर मारिदियो. एकदम वाइल्ड खालको कन्टेक्स्ट भयो. त्यो मारिदियो, मैले त्यसलाई गाली गरिरहेको छु क्या. त्यसले मेरो बुढीलाई मारिदियो क्या ब्रो, खुकुरी हानेर. द्याट्स त्यो ठुलो भयो, त्यो ठुलो क्राइम हो नि त, राइट? त्यो गाली भन्दाखेरि. सो गाली त्यति म्याटर गर्दैन होला नि त त्यस्तो कुरा सिचुएसनमा. मेरो पोइन्ट चाहिँ एक्ज्याक्टली त्यही हो क्या. कन्टेक्स्ट इज द की. हरेक कुरामा कन्टेक्स्ट के छ, कुन कन्टेक्स्टमा गाली आयो, कताबाट गाली आयो. जस्तै एमिनेमले भन्छ, विल स्मिथ डोन्ट कस इन हिज रेकर्ड टु सेल विल स्मिथ डोन्ट कस इन हिज ऱ्याप टु सेल रेकर्ड्स. Well, I do. So fuck him and fuck you too. क्रेजी हैन? त्यस्तै हो क्या ब्रो. विल स्मिथको छैन भन्दैमा मेरोमा पनि हुनु हुँदैन भन्ने के छ त ब्रो हैन? विल स्मिथको जस्तो सिधा सरल लाइफ हुन्छ सबैजनाको भन्ने छैन. विल स्मिथले गएर झापड हान्दियो त ब्रो. त्यहाँ गाली हान्नु सही हुन्थ्यो कि अस्करको स्टेजमा गएर झापड हान्नु सही हुन्थ्यो? त्यसले बरु गाली नै गरिदिएको भए त्यस्तो खासै फरक पर्थेन कि बा. फिजिकल अब्युज र भर्बल अब्युजमा कुन चाहिँ बढी ठुलो क्राइम हो? क्राइममै बस्ने हो भने, एउटा हामी फेलनीकै चार्जेसमा बस्ने हो भने कुन ठुलो क्राइम हो भन्दाखेरि चाहिँ अभियसली भर्बल भन्दा फिजिकलै ठुलो होला नि त होइन? तर पनि भर्बलको पनि हुन्छ. अब साइबर बुली एन्ड एभ्रिथिङ भन्ने कुराहरू छ. यो कुराहरूमा फेरि अब यो अलग ब्रान्चेसहरूतिर जान्छ, यतातिर नजाउँ. एनिवेज, कन्टेक्स्ट इज द की. गाली दिनु नराम्रो कुरा हो, तर गाली दिनु नराम्रो कुरा होइन. गाली लिनु नराम्रो कुरा होइन, गाली दिनु पनि नराम्रो कुरा होइन. कन्टेक्स्ट हो क्या एभ्रिथिङ. त्यही भएर मलाई चाहिँ लाग्छ हामी नेपालमा अलिकति कानुन बनिनुपर्छ यो विषयमा. मान्छेहरू छिनछिनमा बेला बेला जेल गइरहेको हुन्छन्. अहिले गाली गर्यो, कुनै प्रधानमन्त्रीलाई गाली गर्यो, मन्त्रीलाई गाली गर्यो, यसलाई गाली गर्यो, जेल गइदिनु पर्ने जस्तो ठुलो क्राइम त होइन नि त यार. भिटेनले गानामा डन्ट हे समथिङ भनिदिँदाखेरि अब जेल गइदिनु पर्ने त्यति ज्यादती हुनुपर्ने त जरुरी छैन नि त. ब्रिटेन मात्र होइन, एकजना मात्रै. त्यस्तो थुप्रै छन् नि. अरू कतिलाई भएको छ. हामीले त जुन पपिङ न्युजहरू मात्र सुनिरहेको हुन्छौँ. सानो सानो केसेसहरू कति होला गाउँघरतिर. एउटाले मलाई यसले गाली गर भन्दै केस ठोकिदिरह होला होइन? जस्तो यसमा चाहिँ अलिकति केही ल बनिनुपर्छ जस्तो चाहिँ मलाई लाग्छ. अरू कुरा भनेको त्यति मात्र हो यार, त्यति मात्र हो. अरू नबोलौँ. सी इन द नेक्स्ट वान. ड्रिङ्क वाटर. मेरो वाटर पानी रहेनछ आज. म भर्खर नुहाएर निस्किएको है. नुहाउनु पर्छ, डेली नुहाउनु पर्ने रहेछ है केटा. फ्रेस हुने रहेछ यार. म डेली नुहाउनु थालेको, फ्रेस हुँदैछु आजकल. साइक. एउटा कुरा चाहिँ भन्न छुट्याएको छु मैले. जस्तै कि अब प्रेसर कुकर भन्ने छ नि. प्रेसर कुकरमा तलबाट हामीले आगो बाल्दाखेरि प्रेसर कुकरभित्र प्रेसर बिल्डअप हुन्छ. अनि त्यसबाट त्यो सिटी बजेन भने पड्किन्छ क्या प्रेसर कुकर. एक्ज्याक्टली हाम्रो दिमागमा पनि केही कुराहरूको, मान्छेहरूको कुराहरूले अब प्रेसर बिल्डअप हुँदै त्यसले आउटलेट खोजिरहेको हुन्छ क्या, भेन्ट आउट हुने ठाउँ. त्यो भेन्ट आउट हुने ठाउँ चाहिँ गाली हो जस्तो लाग्छ क्या मलाई. त्यो गालीबाट पनि भेन्ट आउट हुन पाएन भने पड्किन्छ क्या हाम्रो दिमाग. अनि त्यहीँबाट मेन्टल इलनेस एन्ड एभ्रिथिङ पनि हुनसक्छ जस्तो मलाई लाग्छ. पर्सनल ओपिनियन. अब यो होइन डक्टरले भनिरहेको होइन, म डक्टर एमबिबिएस के पनि, म ड्रप आउट हो. अलराइट. एनिवेज, लाइन आएर गयो. अब फ्ल्यास हान्थ्यो, झिमिक हान्थ्यो लाइनले. एनिवेज, द्याट वाज माई पोइन्ट कि प्रेसर आउट एउटा आउटलेट हुने, भेन्ट आउट हुने माध्यमको रूपमा पनि लिन सकिन्छ गालीलाई. सो गाली इन्टायरली गलत हो भनेर चाहिँ म मान्दिनँ. थ्याङ्क यू सो मच. टाटा, लभ यु, टेक केयर.